नमस्कार, म काइला, उहाँ साइला अनि उहाँ माइला। अंश भागनालामा झगडा गरे पनि अहिले चाहिँ हामी मिलेर हिँड्नु परेको छ र हिजो राति हाम्रो माइलाले एउटा केटी जिस्काउने भएर दाजुले थाहा पाएछ र आज बोलाएको छ। माइला त खुसी छ भिडाइदिने हुन् कि भनेर। हाम्रो बोले भाइको लफडा लागेछ। अनि मर्दको बच्चा भने घरमा माग्न हो भने अनि मैले चाहिँ मर्दको होइन हामी त मान्छेको बच्चा हौँ भनेको उसले त स्वरका बच्चा हो भने त्यही भएर हामी हिँडेका। अनि सिद्धान्त गरियो साइला र मबाट केटीको दाजुसँग भिड्ने हो अनि माइलालाई चाहिँ केटीसँग भिडाइदिने हो। अनि जाँदै जाँदै म चाहिँ कन्फ्युज भएँ यो मेरो लङ पेन हो कि हाफ पेन हो। लङ हाफ पेन होला, सर्ट लङ पेन होला। जीवनको बाटो यो हिँडेको अब। अनि हिँड्दा हिँड्दा हाम्रो साइलालाई चाहिँ घरतिर घुराइदिएको अब। ऊ गयो भन्दा हालिदिएको नि। झगडा परेर गयो, झगडा परेको चाहिँ मैले उठाउनु पाइनँ। छाडा बोल्छ पठाइदिएको मैले, जेसी छाडा बोल्ने मान्छे चाहिँदैन हामीलाई। अनि यो चाहिँ धेरै मान्छेको स्मृति है। कुमारीकाटा जुनियर कलेज हामीहरूको दिदीहरू नि त यहीँ पढ्नुभयो, धेरै मान्छेहरू यहाँ पढेका छन्। सबैको एउटा स्मृति हो। बेला बेला आउँदाखेरि पस्नु, साथीहरूसँग कुरो गर्नु, किनभने आफ्नो स्मृति हमेसा यस स्पेसल हुनुपर्छ। बिस्तारै सुस्तारै हाम्रो बजार आइपुग्यो, कुमारीकाटा आञ्चलिक बजार। अब भिड्न हिँडे पनि खाली हात जानु भएन, कोसली त लानै पर्यो। अब हाम्रो माइलालाई आफ्नै गोजीबाट भयो नि कोसलीको नाममा 2टा सन्तोला भिडाइदिनु पर्यो। हुन त अस्ति डिमाको पैसा नि दिएको छैन, अब यो नि बाँकी रहनु पर्यो। राखिँदैन दादा कोद घर काश्मीर आफ्नो चेहराबारी देखुन काश्मीर र लाग्यो देखुन कोर पर आन्छ दादा अच्छा अच्छा नै कोर पर आन्छ एरु 100 টাকা केटा पाम 1 केजी केटा उठ्बो 1 केजी আরে 3টা 4টা হবো পাঁচটা না মই 1 কেজি লইছো মাত্র 8টা উঠবে এইটো এইটো এরু কিমান অলপ কম 80 1 কেজি দাও लान्छस् वाह आज मिनी ब्लग बनाएको त ब्लग आया नदेखाने मिनी ब्लग बनाएको त बाफरे बाप यो त काण्ड गरौँ नि यसले त मैले एउटा खाएको त एउटा कस्तो नराम्रो चाहिँ परेछ राम्रो चाहिँ खान्छु दाजु म ल यो अलिक राम्रो छ यो चाहिँ खान्छु ल दाजु ल दाजु काश्मीरको अरे काश्मीर होइन हजुर काश्मीर आपेल कोत पायो होइन फल चाहिँ काश्मीरको उ चाहिँ यहीँको त्यो काश्मीरको अबबाट खायो भने त दाजुले मेरो निकाल्छन् मेरो यो ब्लग चाहिँ यहीँ टुङ्गिने भयो, तर कहानी टुङ्गेको छैन। कहानी चाहिँ अर्को ब्लगमा टुङ्गिने छ। तपाईँले थाहा पाउनुहुन्छ अर्को ब्लगमा मालदालाई केटी भिडाउने कथा। अहिलेको लागि चाहिँ बाई, गुड नाइट।